हेलो साथीहरू नमस्ते, स्वागत छ तपाईहरुलाई सिलिकन भ्याली अफ इन्डिया बेंगलोरदेखि एउटा अर्को भ्लगमा तपाईहरु सबैजनालाई स्वागत छ। केही दिनको लगभग 8-10 दिनको बसाइपछि बेंगलोरबाट म गोवा जाँदै छु। आज अप्रिल 2 हो। आज अप्रिल 2 मा मेरो यशवन्तपुर जक्सन, बेंगलोरको यशवन्तपुर जक्सनदेखि गोवाको भास्को डी गामा भन्ने रेलवे स्टेसनसम्म जर्नी छ। लगभग 3:30 को ट्रेन छ मेरो। अहिले म व्हाइटफिल्डमा छु। व्हाइटफिल्डबाट उता गोवाको लागि यशवन्तपुर जक्सन जानुपर्छ। यशवन्तपुर जक्सनको लागि यहाँबाट लगभग 30 देखि 40 किलोमिटर रहेको छ। व्हाइटफिल्डबाट म बसमा चढेर फर्स्टमा यशवन्तपुर जक्सन जान्छु, त्यसपछि म जान्छु गोवा। तपाईहरुलाई यो भिडियोमा बेंगलोरदेखि गोवासम्मको ट्रेन जर्नी सबै देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। फाइनली साथीहरू यशवन्तपुर रेलवे स्टेसनमा पुगिसकेको छु। म अब उता प्लेटफर्मतिर उता स्टेसनतिर गइरहेको छु। लगभग 12:30 बजीतिर हिँडेको थिएँ, 2:30 भयो। लगभग 2 घन्टा जति लाग्यो मलाई व्हाइटफिल्डदेखि यो यशवन्तपुर आइपुग्न। 2टा गाडी चेन्ज गरेर आएँ म। अब स्टेसनतिर जान्छु अनि टिकट लिन्छु। 3:30 को टिकट छ, 2:30 भइसकेको छ हैन, 40 भइसकेको छ लगभग। अब धेरै टाइम छैन हैन। टिकट लिन्छु अनि त्यसपछि त्यही प्लेटफर्मतिर भेट्नेछु अनि बाँकी कुराहरू ट्रेनमा गर्नेछु है त। साथीहरू ट्रेन चाहिँ प्लेटफर्म नम्बर 4 मा आउँथ्यो हैन। प्लेटफर्म नम्बर 4 हिँड्दा है यो सिडीहरू चढ्दा 3 बजिसकेको छ। अब आधा घन्टा मात्रै छ। आधा घन्टामा मैले टिकट लिएर ट्रेनमा बसिसक्नु पर्ने छ। आधा घन्टामा 3:30 मा त हिँडिहाल्छ ट्रेन। त्यहाँको प्लेटफर्म नम्बर 4 मा पुगिसकेको छु म। टिकट लिन जान्छु है त। साथीहरू यही नै हो भास्को एक्सप्रेस भन्ने, भास्को यशवन्तपुर एक्सप्रेस 17,309 ट्रेन नम्बर यही नै हो। गोवा जाने ट्रेन बल्ल तल्ल भेटाएको छु। अब यहाँ चढ्छु है त। ट्रेनमा चढ्छु। पुरै प्याक छ क्या हो सायद। जनरलको यही नै हो कोच। चढ्छु है त। फाइनली साथीहरू ट्रेन डिपार्ट भइसकेको छ। लगभग 10-15 मिनट जति लेट गरेँ होइन। मैले सिट पनि पाइसकेँ। यो माथिसम्म राख्ने जस्तो यो माथि स्लिपिङ गर्ने ठाउँमा बसिरहेको छु होइन। यो अहिले माथि बसेको ठाउँमा ब्यागहरू पनि छ। सिट पनि पाएको छु। धन्न ट्रेन छुटिसकेको थियो मेरो। अब बाटो त दृश्यहरू त केही देखाउन सकिन्न, यस्तो केही देखिरहेन होइन। पुरै एकदम प्याक छ ट्रेन चाहिँ। बाटोमा केही मिल्यो भने तल गएर बाहिरका दृश्यहरू देखाउने छु। साथीहरू अहिले बिहानको 4 बजेको छ होइन। 4 बजे हामी यो गोवाको मडगाउँ स्टेसनमा पुगिसकेका छौँ। म ट्रेनबाट झरिसकेको छु। उहाँहरू पनि गोवा जाँदै हुनुहुन्छ। म पनि अब उहाँहरूसँगै गोवा बिचसम्म जान लाग्छु। म अलि लास्ट स्टपमा झर्ने भनेको थिएँ, तर यहाँहरूले यतै झर्नु भन्नुभयो। अब सँगै गइरहेको छौँ हामीहरू है त। साथीहरू म मडगाउँ स्टेसनमा झरिसकेको थिएँ। फेरि यो ट्रेनमा कसरी आएँ है। यो म खास भास्को स्टेसनमा जान लाग्थेँ। भास्को डिगामा भन्ने स्टेसनमा योभन्दा 1 स्टप अगाडि हो। अनि उनीहरूले पनि जो मलाई झरम भनिरहेको थिएँ, म जोसँग झरेको थिएँ, उनीहरू चाहिँ यतै मडगाउँ स्टेसनमा झर्नुभयो। अनि उहाँहरूले हामी पनि बिचमै जाने हो भन्नु। उहाँहरू नर्थ गोवा भन्ने ठाउँमा जान लाग्नुभएको रहेछ। म चाहिँ अब यता साउथ गोवा घुम्ने भन्ने प्लान छ। त्यही भएर उनीहरू चाहिँ नर्थ गोवा जानलाई यहाँबाट आउँदा धेरै समय लाग्छ। त्यही भएर अनि पछि थाहा भयो। अनि फेरि अहिले ठ्याक्क यो तिरुपतिबाट आएको ट्रेन फेरि मैले चढेर अब 1 स्टप अगाडि भास्को भन्ने ठाउँ फेरि जाँदैछु। अहिले 5 बजेको छ। म 4:30 बजीतिर अघि मडगाउँमा झडाएको थिएँ भने अब फेरि 5 बजे चढेर भास्को जाँदैछु। बाहिर यस्तो अँध्यारो छ, केही नि देखिरहेन होइन। होटल पनि बुक केही गरेको छैन। अब त्यहाँ गएर तपाईँहरूलाई सबै दृश्यहरू देखाउनेछु है त। साथीहरू ठ्याक्क 6:01 भएको छ होइन। यहाँनिर भास्को डिगामा स्टेसनमा पुगिसकेको छु म। भास्को सहरमा सिटीमा पुगिसकेँ। ठ्याक्क बिहानको 6 बजे पुगेँ म। अब एकछिन यहाँनिर रेस्ट गर्छु। अलि राम्ररी उज्यालो भयो भने अनि
होटलतिर जान्छु। होटलको चेक इन त अब लगभग 11-12 बजीतिर नै हुन्छ होला। अनि केही नास्ताहरू गरेर अनि त्यसपछि तपाईँहरूलाई सहरहरू घुमाउँछु नजिकै होइन, के हुन्छ अब देखाउँछु। एकछिन यहाँ रेस्ट गर्छु, अलि राम्ररी उज्यालो हुन दिन्छु, त्यसपछि सहरतिर निस्किन्छु। करिब 6:55 भएको छ होइन। अब लगभग 1 घन्टा जति यहाँनिर रेस्ट गरेँ, म फ्रेस पनि भएँ। अब सुरुमा होटल खोज्छु, होटल बुकिङ छैन मेरो, सुरुमा होटल लिन्छु अनि होटलमा सामान राखेर अनि मजाले घुम्न निस्किन्छु। फर्स्टमा अब होटल खोज्न जानु पऱ्यो। अनलाइनमा एउटा हेरेको छु, नजिकै छ यहाँबाट, लगभग 1 किलोमिटर जति होला, धेरै पनि छैन, 1 किलोमिटर जति छ। फर्स्टमा त्यहाँ जान्छु अनि होटल बुक गरेर सामानहरू राखेर अनि घुम्न निस्किन्छु। अहिले बिहानको 7 बजेको छ। यस्तो देखिरहेछ गोवाको ठाउँ। जाउँ है त, गोवा एक्सप्लोर गरौँ। बाँकी कुरा अब अगाडि बाटोमा गर्नेछौँ है त। स्टेसनबाट बाहिर निस्किसकेको छु साथीहरू। यहाँनिर यहाँबाट अलिकति यतातिर थियो स्टेसन होइन। अहिले म यो गोवाको भास्को सिटीको रोडमा छु होइन। एकदम बिहानको 7 बजेको छ, एकदम शान्त छ होइन। रोडहरू एकदम खाली र दामी छ। मौसम पनि एकदम चिसो टाइपको छ, हल्का चिसो छ होइन। अब फर्स्टमा होटलतिर गइरहेको छु म, नजिकै छ यहाँबाट। एकदम शान्त सहर, हरियाली पनि छ, साइडमा बोट बिरुवाहरू पनि छन्। हाम्रोतिर चैतको 17-18 गते भयो है। त्यहाँनिर आँपहरू एकदम सानो छन्। यहाँनिर चाहिँ यत्रो ठुल्ठुलो भइसकेको रहेछ क्या आँपहरू, हेर्नु त एकदमै ठुलो, एकदम शान्त रोड छ। बेलुकातिर त खतरा चहलपहल हुन्छ होला, दिउँसोतिर अहिले चाहिँ पुरै एकदम शान्त छ। मैले अनलाइन हेरेको होटल पनि यही नजिकै पुगिसकेको साथीहरू। करिब 9 बज्न थालिसक्यो होइन। 7 बजे र 10-15 मिनटमा पुगेको थियो होटलमा म। यत्रो बेरसम्म पुगेँ है, 9 बजेसम्म, लगभग 9 बज्न थालेको छ। 5 मिनट बाँकी छ सायद 9 बज्न। कोही नि आएनन् क्या। रिसेप्सनमा फोन गर्छु है, त्यहाँ न फोन रिसिभ भइरहेछ, कोही मान्छे पनि कोही पनि आएन होइन। यस्तो भोक लाग्यो जस्तो भयो। त्यही भएर फेरि ब्याग बोकेरै मार्केटतिर निस्किरहेको छु। त्यहाँ रिसेप्सनमा त्यहाँ लेखिएको थियो 11 बजे दिउँसो 11 PM चाहिँ चेक इन टाइम हो भनेर लेखिएको थियो। त्योभन्दा अगाडि चेक इन हुनेवाला पनि थिएन। अब यसो 9 बज्न थालिसक्यो। अब मार्केटतिर गएर केही खान्छु अनि नजिकै यताउता घुम्छु ब्यागसहित। अनि 12 बज्न थाल्यो भने फेरि आएर चेक इन गर्छु अनि त्यसपछि फ्रेस भएर मजाले अनि फेरि घुम्न निस्किन्छु। यस्तो भोक लागिरह। फर्स्टमा पेट पूजा गर्नु पऱ्यो। 9 बजिसक्यो साथीहरू। अहिले बिस्तारै चहल पहल बढिरहेको छ बजारतिर। पसलहरू त अझै धेरै खुलेकै छैनन् होइन। हेर्नु सटरहरू सब लगाइएको छ। बिस्तारै फलफुल पसलहरू यिनीहरू बिस्तारै खुलिरहेको छन्। बिस्तारै चहल पहल बढिरहेको छ भास्को सहरको। भास्को डी गामा सहर, यसलाई भास्को सहर पनि भनिन्छ। यो भास्को सहर कसरी भयो, के भयो, सबै कुराहरू म अर्को भिडियोमा भन्ने छु होइन। अनि पहिला पेट पूजा गर्छु, त्यसपछि मजाले तपाईँहरूलाई एक्सप्लेन गर्नेछु है त। साथीहरू एकदमै भोक लागिरहेको थियो होइन। एउटा परोटी र एउटा समोसा मगाएको छु। हुन्छ है त। हिँड्दै म त यहाँको एकदमै फेमस केबल ब्रिजमा पो आइपुगेँ त। ठ्याक्क म तल्लो बाटो हिँडिरहेको छु, माथि चाहिँ यहाँ केबल ब्रिज छ। हेर्नु त क्या दामी छ, दामी देखिरहेको छ। लाइटिङ पनि हुन्छ होला सायद राति, यस्तो दामी देखिरहेको। केबल ब्रिज भन्छ यसलाई। पुरै म्याप नै नहेरेर है अन्धाधुन हिँडिरहेको छु क्या। जहाँ पायो त्यही वरपरको हेर्दै, जता जुन बाटो छिर्न मन लाग्यो त्यतैतिर सुई हिँडिरहेको छु है। टाइम होटल चेक इनको लागि धेरै समय छ नि त, लगभग 2-2.5 घन्टाभन्दा बढी छ। अनि त्यति बेलासम्म कहाँनिर बसिराख्नु होइन, बसिराख्नु झ्याउलायो। अनि यसरी दृश्यहरू हेर्दै मजाले जता हिँड्न मन लाग्यो त्यतैतिर सुई हिँडिरहेको छु। जहाँसम्म पुगिन्छ जान्छु अनि पछि बसमा चढेर रिटर्न हुन्छु भनेर सुई हिँडिरहेको छु।
यसरी हेर्दै यहाँनिर यो के भन्छ यो सुपारीको रुख जस्तो लाग्यो मलाई। यसरी सुइसु हिँडिरहेको छु क्या बाटोमा, यत्तिकै घाम भइरह चडक्क घाम लाखा होइन, ब्याग पनि भारी छ बोकेको छु, सुइसु हिँडिरहेको छु। बसिराख्न झ्याउ लाग्यो त्यो रातभरि त्यो पुरै ट्रेनमा बसे है, अनि अहिले पनि कति बसिरहनु त। अनि यसो निस्किदिएको, अहिले बरु बसमा रिटर्न हुन्छु, त्यही दृश्यहरू हेर्दै जान्छु। यहाँनिर पुरै खण्डर भएको घर छ क्या, यो के हो बुलादिना हाउस भन्ने पुरै खण्डर छ। घरहरू चाहिँ एकदम पुरानो घरहरू छ यहाँनिर। यो चाहिँ पोर्ट हो सायद, यो बन्दरगाह के भयो यो। साथीहरू म त यस्तो डुल्दै त है यहाँनिरको यो भास्को सहरको एकदमै नजिकैको होइन समुद्रीय तट, यो जुन अरब सागरको समुद्री तट हो यो बैना बिच भन्ने ठ्याक्क यो BAINA बैना भन्ने ठ्याक्क यो बैना बिचमा आइपुगेँ म त। हेर्नुहोस् न यहाँनिर यस्तो यो ब्याग बोकेर है यहाँनिर ठ्याक्क यो बैना बिच भन्ने ठाउँमा यस्तो डुल्दै आइरहेको थिएँ है, कहाँ पुगिन्छ भनेर। यो बैना बिच भन्ने ठाउँमा आइपुगेछु त म त। जस्तो यो पुरै ब्रिज, त्यो ब्रिजमा गएको भए त्यहाँबाट दामी भ्यू देखिन्थ्यो होला। उता त्यहाँ गयो है, त्यहाँ दामी छ, त्यहाँ सिपहरू कति धेरै छन्। यहाँ त पछि आउनेछु म, अहिले त म यस्तो डुल्दै यहाँसम्म आइपुगेँ म त। टाइम नि धेरै भइसक्यो, फर्किन्छु यहाँबाट। बसमा जान्छु, अब धेरै हिँडिसकेँ म, बसमा जान्छु अनि होटलमा चेक इन गरेर फ्रेस भएर अनि फेरि घुम्न निस्किन्छु। पुरै बिचको है छेउमा होइन, यो यतापट्टि बिच छ, यो ठ्याक्क यसको जस्ट उतापट्टि, अनि यस्तो यो छेउमा यो ब्रिजको तलतिर यतापट्टि यो पुरै स्लम एरिया जस्तो क्या, एकदम झुपडीहरू घरहरू एकदमै धेरै छ। करिब 11 बज्न थाल्यो साथीहरू। यो ब्याग बोकेर है लगभग 4-5 किलोमिटर मजाले हिँडियो। अब फेरि म त्यो होटलतिर गइरहेको छु, 11 बज्न थालिसक्यो। त्यो होटलमा चेक इन गरेर ब्यागहरू राखेर होइन पुरै मजाले फ्रेस भएर अनि मजाले बिचहरू यहाँको पोर्टहरू सबै घुम्न निस्किन्छु। मिल्यो भने तपाईँहरूलाई होटल पनि त्यो देखाउने छु है त। साथीहरू म रुमभित्र आइसकेको छु होइन, यो डम बेड भन्छ है यसलाई, डोमेट्री रुम भन्छ, जुन एउटा रुममा धेरै बेडहरू हुन्छन् होइन। म बिस्तारै बोलिरहेको छु, यहाँ धेरै जोरले बोल्न मिल्दैन, त्यही भएर यहाँ अहिले चाहिँ कोही हुनुहुन्न, एकजना हुनुहुन्छ उहाँ बाहिर घुम्न जानुभएको छ, अरू कोही पनि हुनुहुन्न अरे। मैले यस्तो यो माथिल्लो बेड लगाएको छु, चार्जिङ गर्ने सकेट नजिकै हुन्छ भनेर एकछिन पल्टेर रेस्ट गरेको थिएँ मैले। यस्तो हुन्छ ट्याक्क यो रुमभित्र 14वटा बेड छन् होइन। यस्तो हुन्छ, डोम बेड भन्छ यसलाई, डोमेट्री बेड। मैले यो बेडको 500 रुपिस इन्डियन करेन्सी, 500 रुपिस नेपालको 800 रुपियाँ भयो एक रातको मात्रै। यतिसम्म एउटा बेड सुतेको मात्रै, यहाँभित्र खाना इन्क्लुडेड, ब्रेकफास्ट केही पनि हुँदैन। त्यही हो, यहाँबाट चाहिँ दामी समुद्रको भ्यू, अरब सागरको नजारा देखिरहेको छ दामी। साइडमा सानो घरहरू पनि छन् यहाँनिर। यही नै हो, यो भिडियोलाई म यतिसम्म राख्छु, एकदमै लामो भइसकेको छ होइन। अब एकछिन म खाना बिहान समोसा र त्यो पाउ खाएर आएको थिएँ। अब चाहिँ फ्रेस हुन्छु, मजाले नुहाउँछु अनि त्यसपछि फेरि घुम्न निस्किन्छु। बाँकी अर्को भिडियोमा भेट्नेछौँ। थ्याङ्क यू फर वाचिङ। भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू।